वेलकम टु गाइज माई ब्लग इट्स माल्दी न्यू ब्लग तपाईहरुको माझमा आज फेरि जोडिसकेको छु धेरै समयपछि आफ्टर लङ टाइम 4-5 महिनापछि तपाईहरु माझ जोड्न आएको छु म बिर्सिनु भएको त छैन होला कसैले पनि आज चाहिँ हाम्रो विवेकको बर्थडे सबैले विश गर्दिनु होला एक दिन दुई दिन अगाडि पछाडी भिडियो आए पनि पछाडी चाहिँ को छ सबैलाई म देखाउने नै छु हाम्रो प्रितम दोस्त फर्स्टै सुरु अब चाहिँ हामी यहाँ सुजल दोस्तको घरमा सामानहरु सब रेडी गरिसक्यो अब चाहिँ हामी बाइक जस्तै चलाउँछौ न दोस्त यहाँ चाहिँ हामी सुजल दोस्तको घर गराइदिन आएको थियो र परेसरे लिइसक्यो अब चाहिँ हामी जान आँटेको कहाँ जाने भयो सिङ्गल जाने कुरा भयो अलिक डिस्टर्ब हुँदै थियो सिङ्गल जान आँटेको अब तपाईँहरूलाई बाटोतिर भेट्ने नै छु देखाउने नै छु कि पछाडि रमाइलो गरिदिएको सबै देखाउने छु है त अब चाहिँ हामी यो टावरनिर आइपुग्न आँट्यो त्यही हो है त अहिले हाइवेमा जोडिसकेको छु पछाडि सबै रमाइलो गर्दैछ मुख छाड्दै बसेछ केटाहरू सबैले माइन्ड नगरिदिनु होला त्यही हो हामी चाहिँ फाइनली हामीले हाइवेमा टेकिसकेको छ त्यही हो अब हामी चाहिँ बिच टेकिसकेपछि चाहिँ अब सिधा जाने हो है गाइस अहिले चाहिँ हामी लस्का आइपुगिसकेको छौँ अब हामी बिस्तारै गइरहेको छौँ अब सफारी त धेरै फास्ट पुगेर तपाईँहरूलाई पनि थाहा नै छ है हेर्न सक्नुहुन्छ कतिको स्पिड 42 43 44 स्पिडमा हिँड्छ पछाडिको धेरैले रबर बोल्छ कृपया माइन्ड नगर्ने होला कि मैले एडिटिङ गर्ने बेला प्रब्लम मिस्टेक भयो भने तपाईँहरू माइन्ड नगर्ने होला रबरले है हामी चाहिँ यो जाना टोल सरी लस्का भन्दैन रहेछ यो जाना टोल भन्दो रहेछ हामी यो जाना टोल पनि कट्यो है त भमरा ब्रिज लगायत अब चाहिँ हामी त्यहाँ उहाँबाट चाहिँ हाम्रो त्यो सिङ्गल जाने बाटो छ है देखाउने छु तपाईँहरूलाई लगायत अब चाहिँ हामी सिङ्गल जाने ठाउँमा आइपुगिसक्यो अब म चाहिँ पछाडि जानु पर्यो पछाडि जान्छ माइन्ड नगर्नु होला है लगाएछु अब चाहिँ हामी फेरि अस्ति सिस्नेरी जानु भएको थियो नि हो त्यही जान आँटेको अहिले पनि है आज चाहिँ हाम्रो एउटा भाइ छ यता यार भाइ भन लाइक कमेन्ट सब्सक्राइब सेयर के हो गरिदिनुहोस् सबै गरिदिनु कस्तो भइरहेको जसको भागमा यति पर्दै हो के छ सन्चै दामी कराइछ लगायत म चाहिँ अब अगाडि हिँडिरहेको छु आफ्नो गन्तव्यमा केटाहरू सब अगाडि छ है के भनिरहेको जस्तो लाग्यो पछाडिबाट मैले चाहिँ अलि कान कम सुनि भए है भाइ रोक्न यदि कसैलाई हाम्रो चाहेको छ भने हाम्रो प्यारो भाइलाई सम्पर्क गर्नु होला के छ तिम्रो इन्स्टा आइडी फलो हान्दिनु ए अनुहारै देखिन रहेछ फलो हानिदिनु होला है ह्यान्डसम छ तपाईँले केही गरी रिल्समा देख्नु भयो भने तपाईँले चिन्दैन है त्यही पनि फलो चाहिँ हालिराखिदिनु के भन्नुहुन्छ हजुरले जाउँ म त्यहाँ माथि जानु लाग्यो हामी अमेरिका
सबले भोट हाल्नु होला यो छापमा भोट हाल्नु होला गाइज यहाँ हिँड्दा हिँड्दा पित्तल भेटाएछन् ऊ हेर्न सक्नुहुन्छ हातमा फोकस अन ह्यान्ड है यो गाइज कुन बाटो हो यार यो तपाईँहरू मेरो बाटो हेरेर चाहिँ काँडा छ यहाँ है राम्रोसित गाइज तपाईँहरू चाहिँ यो बाटो हेरेर नआउनु होला बाटो चाहिँ उता हो खासमा है तपाईँहरूले योभन्दा अगाडिको भ्लग हेर्न सक्नुहुन्छ भेटाएको चिज धुँदैछ यहाँ महिनापछि यस्तो गाउँघरमा बसे मान्छे यस्तै हो क्या गाइज यहाँ पनि फेरि काँडा रहेछ ओहो गाइस यस्तो त धरा अहिले डाँडा ओए सर्बो ओए सर्बो कहाँ रे गइन हाल्यो ल गाइस यो कुन बाटो हो केही थाहा छैन है ओ हराउँछ है मान्छे ओए रने कहाँ आएको ओए रने यार कहाँ आएको केही थाहा छैन हामीलाई हरायो क्या कसले ल्याएको यो बाटो रूपनको घाउमाथि घाउ भयो त्यहाँ कि बाटो कुन हो बाटो सब मान्छे हराएर गएको छ मलाई चाहिँ यसले पनि बाध्यो म ठोडिदिन्छु म फाडिदिन्छु ल आउन सक्नुहुन्छ सबै हराइरहेछ गाइस उहाँले चाहिँ गाडी हान्न आउनु भइसकेको छ फाइनली ओ काँडा छोक्या उरन्मती जति भयो नि मुख चाहिँ छाड्नु हुँदैन गाइस भिडियो बनाइरहेको छु धेरैले मुख छाडे तपाईँहरू माया नगरिकन हेरिदिनु है त त्यही हो झोलाङ पुल भन्दा पारे आएछन् हामी हजुरलाई यसरी यहाँ दिनहाडै घाउ भइरह यो बाटो आयो के हुन्थ्यो हेर त यो बाटो झोलिङ पुल जाने बाटो यही बाटो आयो के हुन्थ्यो यहीबाट कस्तो फिल भयो हजुरलाई यहाँनिर बाइक आउने बाटो आएको बाइक साइक यस्तो हुन्छ नि बस नि बाटो आएको कस्तो फिल भयो हजुरलाई होइन हामी बस आउने बाटोबाट आएर हो यो बाटो हो नि है बाटो छ यो सिधै आउने बाटो यहाँ हेर्न एडभान्टेज बाटो बाटोबाट सिधा आयो नुस्ता मलाई हेर्न यार जम्मै हुने के माछे कस्तो फिल भइरहेछ हजुरलाई यही बाटो यही बाटो कस्तो फिल भयो स्टेमा कस्तो भयो दोस्त के भन्ने यस्तै काँडा हिँड्ने कहाँ गयो दिनहरू दर्शक दिन अब हाइकिङ आएपछि यतिको त चलफल दिनै पर्यो मजा हेर्नुहोस् न मजा मात्रै अब 70 करोडको 70 करोडको गाइस मासु लिएर परार भएको छ के लिएर गछ उहाँले मासु लिएर भागे गाइस त्यो अलिक गाह्रो हुन्छ भनेर गाडी 50 किलो होला त्यसो गाडी 50 किलो होला त्यसो गाई छ लगाए जब चाहिँ हामी उहाँ कुरिरहेको छ आउँदैछ ओ छिटो आइज छिटो हाम्रो एकजना मान्छे बेपत्ता भइसक्यो कि हामी कहाँ गयो 75 किलोको मान्छे हो 75 किलोको गाँडको त्यही बेपत्ता भएर यहाँ पछि यहाँ चढ्दै थियो हिमाल एकचोटि फेरि कल्ला बाजी गएर होइन होला ठिकै छ होइन माथि चढेर सुझाउ भान्दै थियो
ल गाइस को अर्के नगए जस्तो केयरबाट ए हो कि काची कहाँबाट हराउँछ यो मुजी जङ्गलको 2 नम्बरको बाटो चाहिँ चाहिन्छ भने चाहिँ योभन्दा अगाडिको भ्लग चाहिँ मैले यहीँबाट बनाएको थियो। यहाँबाट भन्दा नि त्यो सुके पोखरीबाट बनाएको थियो, तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यसबाट फुल भिडियोमा बाटोहरू सबै देखाएको छ। हामीले यहाँ आज भाइ बिग फ्यान भन्नु हिमाल थिङ ब्लग्स के हो यो भाइ? यसरी गर्नु हुँदैन नि त। तिमीहरूलाई ऱ्याप हान्न आउँछ कसैको? कसको? ल अरू आउँछ भाइ? ल भाइ तिम्रो पालो ल फेरि ल ल हान्दै ल भाइ ल फेरि फेरि सुन्नु कस्तो ल भाइ आना हाने खोइ त तपाईँले चुम्मा गर्छ बुङ्गुरको छोरी ल ल भाइ ल भाइ ल हामी चाहिँ गएको ल एउटा कुरा चाहिँ सुन्नु तपाईँ हो तपाईँले ढुन्छ मेरो गर्लफ्रेन्डको पेन्टी ढुन्नी नोकर गाइस तपाईँहरूले बाहिरको यहाँ कला देख्नुभयो होला है। अब चाहिँ हामी यहाँ फेरि आफ्नो गन्तव्यतर्फ लागिसकेको छ। यो तपाईँहरूले हेर्नु भइसक्यो यहाँको बाटो। त्यो बाटो चाहिँ नआउनु होला, हामीले चाहिँ केटाहरू कता कता हिँडेको थियो है। योभन्दा अगाडिको भिडियो मैले हालेको छु, हेर्न सक्नुहुन्छ है। निजर टु सिस्नेरी। ल अब यो बाटोहरू त सबै देखि भइसकेको छ, तपाईँहरूले अर्को भिडियोमा हेर्नु होला है त। अहिले चाहिँ अब हामी सिधै रमाइलोहरू मात्रै देखाउँछु तपाईँलाई। ल गाइस हामी चाहिँ फाइनली यहाँ आइपुगिसक्यो। आधी बाटो भन्दा नि आधीको नि आधी पनि पुग्यो होइन। ओ आधी यहाँ छ, एउटा चाहिँ लौरे बन्न आँटेको छ, अर्को चाहिँ त्यता पुगिसक्यो। ल अब चाहिँ हामी हिँडेको है। तपाईँहरूलाई अब यो बाटो सबै देखाइसकेको छ के बनाउनु भनेर है। आज चाहिँ सिरिप रमाइलो गरेको मात्र देखाउँछु तपाईँहरूलाई है त। ल अगाडि छ मान्छेहरू। ल गाइस योभन्दा अगाडिको भिडियोमा नि हामी यहीँ रोकेर हामी एकछिन रेस्ट गरेको थियो र अहिले पनि हामी यहीँ रेस्ट गरिरहेको छ। डिउ फोरेर डिउ खाएर पानी भरेर लान आँट्यो, किनकि माथि अब पानी हुँदैन नि त। अनि त्यो खोलाको पानी खायो भने बेकारमा एलर्जी सेलर्जी आउँछ भने चाहिँ हामी यहाँनिर खाने भनेर अब चाहिँ अब धारा जोड्न आँटेको। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यसरी टक्क खोल्नु अनि यतिकै राखिदिनु, त्यहाँ माथि ढुङ्गा थिचिदिनुपर्छ अनि त्यसपछि चल्दिनुपर्छ माथि। त्यता आधी गइसक्यो। मेरोमा चाहिँ यति छ। सबैले कहिले मासु बोक्ने, कहिले दौरा बोक्ने, कहिले बोक्ने। चल्दोस् उयो दौरा कसले फ्याएर त्यस्तो हरियो हरियो ए रातो रातो। ल अब चाहिँ हामी फेरि आफ्नो गन्तव्य लागिसक्यो है। यहाँबाट यस्तो जानुपर्छ। फाइनली हाम्रो डेस्टिनेसन आइपुग्यो है। सबै यहाँ छ। हाम्रो दोङले चाहिँ एनर्जी ड्रिङ्क खाइसक्यो, अहिले मासु खाँदैन। अनि दोस्ले पनि माग्यो, यहाँ पनि माग्न आयो। सबैजना माग्ने पार्टी छ। के छ गाइस, आफ्नो गन्तव्यमा आइपुगेपछि धेरै खुसी लाग्छ। अन्त रुपन सर रमाइलो भइरहेछ नि काभ्रेली। ल गाइस तपाईँहरू आउने होला, रमाइलो गर्नु होला। योभन्दा अगाडिको भिडियोमा बाटोहरू सबै देखाएको छु, हेरेर आइदिनु होला है त। हेर्नुहोस् यस्तो दामी छ।
लाग्यो एकदम झकाझक तागला जोस् कस्तो लाग्यो भान्जा कस्तो जो कस्तो कस्तो रूपन पाल्दैलाई कस्तो लाग्यो है बर्थडे बोय कस्तो लाग्यो तपाईँलाई ठिकै लागिरहेछ है रमाइलो छ गाइस हाम्रो यतिको मेहनतिलो चाहिँ चाहिन्छ है उसले पाउने भाग्य माने तर ऊ अलरेडी उसको कसैको लागि बुक भइसकेको छ अन्त उसले धोका नदिए उसले पनि धोका दिँदैन अनि अर्को नयाँ किन ल्याएन नयाँ ल गाइस उहाँहरू चाहिँ पछि आउनु भएर चाहिँ माछा लिएर आउनु भएको रहेछ हेर्न सक्नुहुन्छ कसले मारे गाछा ओइ माछा कसले मारे माछा तपाईँले मार्नु भयो कस्तो लाग्यो मजा आयो अरे गाइज उहाँ चाहिँ त्यो भेज मासु नखाने मान्छेले रेडबुल फ्रुटी लिएर आएको थियो कुन चाहिँ टप्काएको एउटा फ्रुटी चाहिँ सेन्टीमा ल गाइज फर्स्ट ड्राइभ हान्न गइरहेको छ ल नुहाउन आएर सब रेडी भइरहेछ ल गाइज यहाँ चाहिँ अब पाल्देले चाहिँ कुक हान्न आँटेको छ है अब कोही मान्छेहरू नुहाउन आँटिसक्यो दाउरा खोज्दैछ कोही त्यसो नगर्न पर्छ घडी 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 बाबा घडी मेरो हराएको अब मान्छे भेटायो छुट्टै छुट्टै गाई चाहिँ मासु बन्दैछ दोष बन्न आँट्यो मान्छेहरू चाहिँ नुहाउन जानेको कता गइसक्यो है यहाँ चाहिँ अब हामी बनाइरहेको छु केटा चिल्ली टाढा हान्दैछ सक्नुहुन्छ यहाँ भ्यू यहीँ नुहाउने रहेछ चाहिँ हामी है त गाई चाहिँ हाम्रो यहाँ सुजल दोषले बनाइसकेको छ एउटा चाहिँ उहाँनिर छ अरू चाहिँ सबजना नुहाउन गयो होइन क्याफ्रे लियो क्या कस्तो रमाइलो भइरहेको दोष कस्तो रमाइलो भयो हजुर होइन एकदम राम्रो बनाउँछ हाम्रो दोषले अरूहरू माथि नुहाउनु गयो कोही माथि सक्छ नि मान्छे माथि कोही छैन तल चाहिँ के माछा मार्नु गयो गाइसको मान्छे चाहिँ माथि गयो होला भनेर म पनि जान आँटेको तर छैन रहेछ माथि पनि छ नुहाउने छ तपाईँहरूले योभन्दा अगाडिको भ्लगमा हेर्नु सक्नुहुन्छ त्यही हो अरू चाहिँ तल गएको भनेको छ अब हामी चाहिँ बनाउँदैछ के हो दोस्त ल अब उनीहरू आउँछ हामी नुहाउँछ नुहाएपछि अनि घर जान्छौँ यही हो गाइस हामी चाहिँ यति 2-4-5जना मिलेर चाहिँ हामी यहाँ सुजललाई साथी बसिरहेको थियो र भ्लग एडिटिङ गर्दै थियो नुहाउने भनेको थियो कहिले माथि जान्छ कहिले तल जान्छ तल गइसकेको रहेछ अघि चाहिँ माथि गएर जस्तो लागेको थियो मलाई सबजना आउँदैछ बिस्तारै त्यो सबैले माया गरिरहनु होला सपोर्ट देखाइरहनु होला साथ सपोर्ट दिइरहनु होला त्यही हो माछा भेट्यो माछा हो मारिसकेको रहेछ लगाइ डेकमा नि साथ सकिसक्यो है
अनि कम खतरनाक चाहिँ हामी भिडियो बनाउनु पाएन कि फेरि नाचेको भिडियो खोइ भन्छ सिर्फ गीत बजाएर हामी यता बनाइरहेको थियो कोही नुहाइरहेको थियो कोही अब रमाइलो गरिरहेको थियो त्यही हो है अब अरू त के नै भन्नु छ कपडा कुल्छ यार ल अब सबैजना आउँछ र हामी खानेछु खाने पछि हामी नुहाउँछ अथवा हामी घर जान्छ ढिलो भइसकेको छ 3:50 भइसक्यो निजर त कति टाढा हो आम्मा ल अब हामी साथीहरू सबै भेला हुन्छ त्यसपछि हामी खाने कार्यक्रम हुन सक्छ त्यही हो है त गाइज हाम्रो चाहिँ यहाँ कार्यक्रम भइसकेको छ हेर्न सक्नुहुन्छ यो रोस्ट झोलवाला है हाम्रो बर्थडे भाइ मान्छे रहेछ आदि साथीहरू चाहिँ उता माछा मार्न गएको छु आइरहेछ 2 4 5 जना अब म पनि यहाँ थाप्नेछु र खानेछु स्टक पारामा सिनेमेटिक हाल्दिनु यहाँ हाल है मलाई चाहिँ साथीभाइहरू के छ आर्यन भाइ कस्तो लागिरहेछ रमाइलो छ जोसिरहा ल है त अब यो सबै आउँछ थाप्छ त्यही हो अब मतलब यसरी थाप्छ अनि त्यसपछि हामी खान्छौँ र अनि हामी एकछिन नुहाउन नि सक्छ अनि नुहायो भने भिडियो बनाउँला माछा ल्या भन्छ माछा मारेको माछा पकाएको नि भिडियो बनाउने छु है ल गाइज यहाँ कार्यक्रम भइसक्यो बाड्ने रविजी ओ रविजी माछा मार्नुभयो कत्रो ल गाइज यहाँ सबै कार्यक्रम भइरहेछ उता सबै टोलीहरू छ है त्यही हो यस्तै छ पारा यस्तै छ ताल गाइज यहाँ जनसङ्ख्या बढी छ अनि कोक त भाग लाउनै पर्यो कतिजना छ मान्छे गर्नु पर्यो नि त पहिला सुरु रोल नम्बर 1 2 3 4 5 6 7 मिस्टेक हुन्छ के 8 जना को 8 मा कति जान्छ मान्छे गाई जस्तै छ मान्छे बढी भयो भने जे पनि बोलिदिन्छ अब मिस्टेक भएन कति जान्छ अब गर्नै पर्यो गाई 14 जना भन्ने मैले सूचना पाएँ अब 14 वटा गिलास सहित हामी भाग लाउने छु है त ल कोक चाहिँ हालिसक्यो ल हालिसकेको रहेछ गङ्गाडा हेर्नु गङ्गाडा देख्नुभयो कस्तुरी चढाए केटाहरू सब अब घर जाने तयारी भएको थियो है हेर्न सक्नुहुन्छ त कस्तो तरिकाले झर्यो गाइस अघि भन्ने थिएन माछा बनाउने कार्यक्रम हुँदैछ अब चाहिँ हेर्न सक्नुहुन्छ खोइ त माछा खोइ गाइस यहाँ चाहिँ अब हाम्रो अशोकले माछा गर्दैछ सन्चै छ गाइस अब यहाँ बनाउन लगाएको छ माछा है अब जाडो बढ्दै गयो 4:30 हुन आँटिसक्यो होइन 4:30 हुन आँटिसक्यो अब त घर जाने बेला भइसक्यो अब यो बनेपछि तपाईँहरूलाई देखाउने छु यदि अब देखेन भने माइन्ड नगर्नु होला अब हामी यहाँबाट घर जान्छौँ अब आउने बाटो त्यही हो घर जाने बाटो पनि त्यही हो केही भयो भने देखाउने छु तपाईँहरूलाई है लगाइज यहाँ चाहिँ अब गङ्गाडा फ्राई गर्ने आँटा छ गङ्गाडा र माछा हेर्नु होला त्यसले छिटा परेको है दोस्तो पहिला मोलेर चाहिँ हालेको हुन्छ के टमाटर हाले त्यो टमाटर सम्पूर्णलाई सरी भन्न चाहन्छु माछा र गङ्गाडा खाएको भिडियो बनाउनु पाएन है माइन्ड नगर्नु होला सबै आफ्नो छ अब हामी एउटा ग्रुप फोटो खिच्छौँ अनि ग्रुप फोटो खिचेपछि हामी चाहिँ अनि यहाँबाट घर जानेछ है त
आजको लागि यति नै हुनसक्छ है त। अब चाहिँ हामी यहाँबाट जान लागेको है। सम्पूर्णलाई बिदा माग्न चाहन्छु म। यस भिडियोमा सबैले माया देखाउनु होला। अब हामी नेक्स्ट ब्लग छुट्टै आउँछ मङ्सिर 27 गते सिन्धुलीगढी टुरमा भेट्नेछु सबैलाई। ल सबैलाई अन्त्य गरे। अब सबै आफ्नो धुनमा छ है।